तातोपानी कुण्डको यो विशेष कुण्ड छ। यसमा समय 4 देखि
भई मन हुन्छ आनन्द ठाउँ छ मनै गानी जमीर घुम्नलाई सिङ्गा तातो पानी जमीर घुम्नलाई सिङ्गा बनाउन जो जस्तो रहेछ तुम्हाहरूलाई दिन्छौँ है धरतीमा तातो पानी जमीर घुम्नलाई सिङ्गा तातो पानी यसै गरी गुणगान गाउँ हो ठाउँ छ मनै खाने जमीर घुम्नलाई सिङ्गा तातो पानी जमीर घुम्नलाई सिङ्गा तातो पानी यो साथी हो हामी आएको राति लाएको ठाउँ छ मनै खाने पानी जमुनी आएको झमुलोमै बिराती लाएको ठाउँ छ मनै खाने जमीर घुम्नलाई सिङ्गा तातो पानी आउनु है घुम्नलाई सिङ्गा तातो पानी कसैले बिर्सन ठाउँ छ मनै खाने जमीर घुम्नलाई तातो पानी कुण्ड अत्यन्तै उपयोगी कुण्ड हो। यहाँ धेरै रोगहरू निको हुन्छ। यहाँ व्यवस्थापन पनि अति राम्रो छ। यो प्रवेशद्वार भनेको मुख्य कुण्डमा प्रवेश गर्नलाई बनाइएको कुन प्रवेशद्वार हो। यसको आडैमा बुद्ध भगवानको शालिग रहेको छ अनि यही मन्दिर जलमाई मन्दिर पनि हुनुहुन्छ। यसको पानीको उद्गम स्थल तल छ भने अहिले सुविधाको लागि मोटरबाट तानेर सबैतिर छरपष्ट धाराहरू बनाइएको छ। तातो पानी कुण्डमा रमाइलो गरिनु भएको छ। यो कुण्ड विशेष कुण्ड हो। यसमा नियमित समय 6 देखि 5 बजेसम्म भन्दा पनि त्योभन्दा बाहेकको समयमा आएर पनि यसमा डुब्न सकिन्छ, नुहाउन सकिन्छ।